हेलो नमस्ते सबैलाई। यसरी थुमुक हेरेर कहाँ गएको छन् हेर्नुहोस् है त। लु जो रेस्टुरेन्टमा गएको छ लिजाले चाहिँ मेरो बर्थडे बनाउने भनिरहेको कारणले चाहिँ उसलाई चाहिँ साथीहरूसँग यसो भेटघाट गर्ने टाइममा चाहिँ रेस्टुरेन्ट लगेर गएको थिएँ। अनि उसले चाहिँ एकदमै इन्जोय गरिन् त्यहाँनिर गएर चाहिँ। अनि मेरो छोरी चाहिँ यस्तो इन्जोय गरिन् नि त्यहाँ। मेरो छोरी सँगसँगै यो म्यामहरू पनि यस्तो बच्चा जस्तो गरेर खेलेर हाँस्छ लाग्ने जस्तो गरेर। तर जे भए पनि मेरो छोरी जस्तो खुसी चाहिँ कोही पनि भएको थिएन जस्तो मलाई लाग्छ है। मेरो छोरी एकदम एक्साइटेड हुन्छन् कि घुम्न पायो भने। अनि जहाँ गए पनि बिठाइ गर्नु त छोड्ने होइन है फेरि। मेरो छोरीको चाहिँ बेस्ट टिस्यु पेपर हो कि टिस्यु पेपर खेल्न पाएपछि उसलाई केही चाहिन्न। अझै झन् ढुङ्गामा त झन् देख्नै हुन्न, ढुङ्गामा त झन् खेलेर हैरान पार्छन्। त्यहाँ ढुङ्गा खेलिरहेको बेला चाहिँ त्यहाँको स्टाफ भाइ बहिनीले पनि पुरै रिस उठाएको थियो होला। तर बिचरा के गर्ने नि, केही गर्न सकेन। नानी नानी नखेल न भनिराख्नु भएको थियो। मलाई त यस्तो हाँसो लागिरहेको थियो। फेरि मैले छोरी नो भनेको, तिम्रो बाबालाई म भिडियो बनाएर पठाइदिन्छु खै भनेर भिडियो बनाएको जस्तो गएको थियो। अनि कस्तो खुरुरु भागेको के भयो त हाँसो लाग्यो एकछिन त। त्यहाँ चाहिँ हामीले राम्रोसँग खानपिन गरेर चाहिँ अनि जे होस् अलिअलि नाचगान गरेर चाहिँ घरतिर फर्किने बेला चाहिँ सबजना त्यहीँबाट छुट्यौँ। अनि त्यसपछि छुटेर मात्र कहाँ हुन्छ र मेरो छोरीलाई त कि त बाटोमा बोक्नु पऱ्यो र कि त जिबी मार्ट लग्नु पऱ्यो। जिबी मार्ट लगेपछि मात्रै हिँड्छु भनेपछि मैले एकछिन जिबी मार्ट छिराएँ र त्यहाँ गएर चाहिँ एउटा मात्रै खानेकुरा खान पाइन्छ भन्ने रुल राख्दै थिएँ मैले। त्यही भएर बिचरा मेरो छोरीले चाहिँ एउटा मात्रै किन्डर जोय खानु पायो, दुईवटा किन्डर जोय खानु खोजिरहेको थियो, एउटा मात्रै लग्नु पायो लास्टमा चाहिँ। अनि जे होस् अनि घर आएर चाहिँ एकछिन बाख्रा लिएर नाम सुत्न गयौँ। थ्याङ्क यू फर वाचिङ द भिडियो।